नमस्कार साथीहरू, यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज म हजुरहरूलाई 21 सुते बत्ती कसरी काट्ने भनेर सिकाउन गइरहेको छु। अब त्यसको लागि हामीलाई सदा चाहिँ हामीले अलिकति कपास अनि अलिकति खरानी पनि लिनुपर्ने हुन्छ। मैले चाहिँ यहाँ यसरी कचौरोमा अलिकति खरानी राखेको छु। यो चाहिँ एकदम चोखो कचौरो। यसलाई चाहिँ अहिलेसम्म हामीले खाने बेलामा तरकारीहरू हाल्नको लागि प्रयोग गरेका छैनौँ। मैले यही पूजाको लागि मात्र भनेर ल्याएको कचौरो हो। अब हेर्नुहोस् है, यसरी हामीलाई कपास खरानी चाहिन्छ। अब 21 सुते बत्तीको लागि चाहिँ सदा चाहिँ हामीले कपासबाट लामो धागो निकाल्नु पर्ने हुन्छ। यो चाहिँ अलिकति हजुरहरूलाई गाह्रो हुनसक्छ, किनकि यसमा चाहिँ अलि धेरै लामो नै निकाल्नु पर्ने हुन्छ। हेर्नुहोस् त, यसरी लामो धागो निकाल्ने। अब बिस्तारै बिस्तारै यसलाई अर्कोपट्टि हातले चेप्दै लैजाने। एकैचोटि निकालेको धागोले 21 सुते बनाउन अलिक पुग्दैन, त्यही भएर हामीले चाहिँ यसलाई पटक पटक गरेर निकाल्नुपर्छ। निकालेकोलाई त्यसरी उतापट्टिको हातले समाउँदै लगेर अब बिस्तारै बेर्दै 21 फन्को लाउने। हेर्नुहोस् है त, यसरी 21 फन्को लाउने। ल हेर्नुहोस्, अब यस्तो गरेपछि 21 सुते बत्ती तयार भयो। अब म हजुरहरूलाई अर्को एउटा पनि गरेर देखाउँछु। फेरि हामीले त्यस्तै गरी लामो डोरी निकाल्ने, त्यसलाई बार्दै लैजाने। अब यसलाई अघिनाको जस्तै गरी म सानो बनाउँदै उतापट्टिको हातले चेप्दै लगेर मजाले फन्को लाएर काट्ने। हामीले विशेष गरी 21 सुते बत्ती चाहिँ मङ्गलबारको व्रतमा गणेश भगवानलाई चढाउनको लागि काम लाग्छ। जो जति पनि जना व्रत बस्नुहुन्छ मङ्गलबारको, उहाँहरूले चाहिँ 21 सुते बत्ती काटेर गणेश भगवानलाई चढाउन सक्नुहुन्छ। हजुरहरूले पनि यस्तै गरी बत्ती काट्नलाई कोसिस गर्नुहोला। हजुरहरूलाई हाम्रो च्यानल मन परेमा लाइक गरेर सब्सक्राइब पनि गरेर जोडिनु होला। हस्त, धन्यवाद।